यो चाहिँ सेकेन्ड पार्ट हो है और सबै यस्तो छ सनसेट होइन सनसेट यु क्यान सी सनसेट कस्तो राम्रो देखेको सर्काइरहेको छ बिचरा सबैले अल्कोहल खानुहुन्छ उहाँ चाहिँ गाडी चलाउनु भएको भएर नो अल्कोहल हो यो चाहिँ नो अल्कोहल हो है गर्मै छ गाह्रो छ पानी दिनु त अब चाहिँ के होइन मैले अब मेरो भिडियो अब सुरुबाट प्र्याक्टिस गरिरहेको हुन्छ होइन त्यतिखेर चाहिँ यो भिडियोमा चाहिँ तपाईँहरूले के सुन्नुहुन्छ जस्ट वा 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 भन्छ किनभने अनि तपाईँ यो भिडियोको बिचमा चाहिँ के देख्नुहुन्छ चाहिँ असम अनि फर्स्ट एक्सपिरियन्सहरू छ किनभने मेरो फर्स्ट एक्सपिरियन्स हो क्या एकदम ह्याप्पी भएको त्यही माथि म भेजिटेरियन है यस्तो छ मकै खाँदै अब चाहिँ चन्चरपरे के खाँदा खानु हेऱ्यो भने सबै वरपर आफ्नो आफ्नो मान्छेहरू छन् तर हामी चाहिँ यहाँ टम्बुडो चाहिँ यहाँ मकै चाहिँ घरबाट म्याग्रेन खाइहाल्छ पानी पर्यो भने खाँदैछ है खानु यहाँ हुन्छ खानापछि मेरो हस्बेन्ड म्यानेज गर्नुभएको है गफ गर्दै हुनुहुन्छ म चाहिँ कस्तो एक्साइटेड कतिखेर स्टार्ट हुन्छ भन्ने क्या यो चाहिँ मेरो चाहिँ यो भेज हो यो चाहिँ दुईटा रोटी र यो सबै भेज मेरो चाहिँ घरबाट रेडिमेड बनाएर ल्याएको थिएँ क्या हामी खाएर चाहिँ अहिले सुरु भएको छैन है सुरु भएको पहिले होला म चाहिँ एक्साइटेड के बिस्तारै खाँदै हेर्दै दादा कामा पड्क पड्काइरहेको थियो हेरिरहेको थियो है कतिखेर स्टार्टेड होला मेरो भिडियोमा चाहिँ इरिटेट हुने गरेर चाहिँ फर्स्ट एक्सपिरियन्स वाउ भन्ने हुन्छ त्यो पनि टोलरेट गरेर सुनिदिनु होला हामी चाहिँ यहाँ कुरिरहेछौँ 7:30 होला वरपर यस्तो भइरहेछ यस्तो मुड भइरहेछ सबजना खाएर टन्न मस्त ड्रिङ्क्स गर्नेहरू पनि ड्रिङ्क्स गरेर मस्त चाहिँ कुरिरहेको श्रीजी सन्ध्या आरती जय श्री राधेश्याम कुर्ता हाना होला भनेर कुर्ता सन्ध्या हुन थालिसक्यो होइन अनि हावा चाहिँ बल्ल चलेको छ हावा चलेको अवस्था यस्तो हावा हेर्नुहोस् हावा कस्तो मिठो हावा चलिरहेको छ बल्ल हल्का भयो टाउको दुखिन हन हुने सबैलाई चाहिँ पानी खाँदै बसिरहेको थियो अब चाहिँ सुरु हुन्छ होला हावा चलेको अवस्था हावा चल्यो अब के भन्नुहुन्छ आकाश पनि कालो छ हेर्नुहोस् पानी पर्छ होला फर्स्ट एक्सपिरियन्स हानाबी के होला त हेर्नु अब चाहिँ हानाबी सुरु हुन्छ होइन है कस्तो राम्रो छ क्या अहिले चाहिँ सकेसम्म सबै भिडियोहरू क्याप्चर गरेर तपाईँहरूलाई प्रस्तुत गर्दा चाहिँ मलाई यस्तो राम्रो एडिट गर्न नै आउँदैन क्या मैले जति फर्स्ट टाइम मैले देखेर एक्सप्लेन गर्छु त्यति तपाईँहरूलाई मैले चाहिँ यो तपाईँहरूलाई चाहिँ हेर्नुहोस् भनेर मैले चाहिँ धेरै भिडियो लामो हुन्छ त्यो पनि हेर्नुहोस् मैले केही छुटाएको छैन है अन्तिममा त ब्याट्री सकेर मैले घर जाने बेलाको खिच्न पाएन भिडियोहरू है सबमै मैले हालेको छ हेर्नु म त एकदम खुसी छ कि वा फर्स्ट भने मात्रै चाहिँ किनभने श्रीजी कृपाले गर्दा होला पानी नपरिकन यस्तो गर्मीमा पनि राम्ररी सम्पन्न भयो त्यही भएर तपाईँहरूलाई मैले पेस गरेर चाहिँ प्रसादहरू राधे राधे यो हानाबीलाई यसरी यो कलरफुल है युनिभर्स जस्तै नाम के भन्छन् थाहा छैन जस्ट हेऱ्यो मलाई त त्यो रङ्गी बिरङ्गी कहिले नदेखेको भएर क्या अर्कै संसारमा छु जस्तो लाग्यो कि अब त्यहाँदेखि श्रीजीलाई थ्याङ्क यू यो एक्सपिरियन्स दिनुभएकोमा भने भए केही थिएन कि मसँग ओडै थिएन अब कतिजनाले चाहिँ धेरै एक्सपिरियन्स भएर होला तर फर्स्ट हुने एक्सपिरियन्स हुने होला चाहिँ यस्तै होला मेरो उहाँले नि हेर्दैन थिएँ के भन्नु छैन मैले फिल गरेर चाहिँ सबै हालेको छु तपाईँहरूले आई होप मन पराउनुहुन्छ होला है लास्टको त झन् यस्तो बवाल छ कि नछुटाउनु होला है हेर्न जापानमा चाहिँ यो उहाँहरूको यो समर टाइममा चाहिँ फेस्टिभल हुने क्या अनि यो चाहिँ कल्चर है सबजना ड्रेस लगाएर आउने कल्चरल ड्रेस लगाउने खाने ओर्ने बिस्तारै गफ गर्ने एकदम रमाइलो क्या यस्तो टाइम पनि हुनुपर्छ जस्तो लाग्छ क्या कहिलेकाहीँ चाहिँ यस्तो आफ्नो टु कम्युनिकेट अब रिलेसन
फ्रेन्ड्सको फ्यामिली होस्, बोयफ्रेन्ड गर्लफ्रेन्ड होस्, साथी गर्ल्सहरू होस्, बोइजहरू होस् होइन, एकदम हाम्रो नेपालको जात्रा भने जस्तै है। र हामी जात्रामा चाहिँ पड्काउँदैन एउटा त्यो हो, तर उनीहरूले त्यही जात्रा फेस्टिभललाई नै उनीहरूले अहिलेसम्म यस्तो डेभलप भएको, त्यसमा नि मोडर्नाइजेसन भएको, यस्तो एआईको दुनियाँमा भएको मान्छेहरूले सबले मानेको छ कि बच्चादेखि ठुलोसम्म मानेको छ। कुनै यो के यस्तो कल्चर भन्ने सोचेको छैन कि सबले मानेको क्या। यो चाहिँ हाम्रो पनि जेनेरेसनलाई चाहिँ नेपालमा नि हुनुपर्छ जस्तो लाग्छ। फर्स्ट टाइमको हानाबी मेरो चाहिँ के अरे जापान आइसकेपछि यस्तो लङ इयर्स आफ्टर मैले चाहिँ यो हेरेको होइन। इट वाज भेरी वन्डरफुल एक्सपिरियन्स एन्ड साउन्ड्स मेक्स यु भेरी ह्याप्पी होइन। म चाहिँ ओभर एक्साइटेड भएर कि ओडहरू पनि चुजिङ नाम कि मैले नो ओड्स कि यस्तो कि मैले चाहिँ भनेर चाहिँ खोजेको चाहिँ त्यहाँ चाहिँ डाइरेक्टली मेरो नेकेड आइजहरूले चाहिँ कि डाइरेक्टली मेरो यस्तो फेस टु फेस भनेर फेस टु फेस त के भने मैले यसो हेर्नु पाएको थिएन है भनेर ओभरवेल्म्ड भएर मैले चाहिँ ओडहरू नै आएँ। हेर्दा सुन्दा नि अच्छा लाग्छ। ओके 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 भन्नुहुन्छ कि बजार जस्तो धेरै ओभर एक्साइटेड भइरहेछ होइन। एकदम राम्रो भयो एक्सपिरियन्स है। अनि हाम्रो चाहिँ कोही साथीहरू आउने बाँकी थिए, अनि त्यो यत्रो भिडमा छिर्न दिएको थिएन अरे के भन्दै हुन्थ्यो। तर र बाबुलाई चाहिँ टोइलेट लानेर कोइन्सिडेन्ट भेट्नु भएको थियो अरे, अनि उहाँलाई चाहिँ वेलकम गरेँ। ढिलो भए पनि छिराउनु भएछ है। जस खुसी लाग्यो, सबैजना गेट टुगेदर भयो, कुराकानी हुन्छ बिचमा के हुन्छ त्यो कुरालाई चाहिँ नगर्नु होला। तर साथीहरू धेरै वर्षपछि भेट भएको भएर कुरा गर्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो चाहिँ हस्बेन्डको फ्रेन्ड सर्कल अरे, फ्रेन्ड्सहरू कुरा गर्दै हुनुहुन्छ। म चाहिँ भएको वास्तै छैन क्या, मलाई चाहिँ त्यो पड्का आँखामा त्यो बच्चाहरूलाई ललिपप देखाउँछ, कार्टुन देखाएर हेर्छ नि, त्यस्तै भएर बसिरहेको छु। म चाहिँ हेरेर बसिरहेको छु, सब हालेको छु है। म त त्यतिखेर के भन्छ नि ओभरवेल्म्ड भएर हो कि के होइन, यस्तो केही नआएको के म ओड्सहरू नै सिलेक्सन गर्नै नसकेँ। अब के म त त्यतिखेर श्रीजीलाई थ्याङ्क यू भाइ केही दिन सकेको थिएन क्या। यत्रो वर्ष पुऱ्याउनु भएर चाहिँ यति हानाबी हेर्नको लागि भन्ने जस्तो भयो क्या, पार्ट अफ लाइफ जस्तो भयो। अनि उभिएर अब फोटो खिच्दाखेरि मान्छे पछाडिबाट सबजना कस्तो होइन म्यानर बसेर गरे हुन्छ नि त। अनि हामी चाहिँ उठेर फोटोसोटो खिच्दा हुन्न, बसेर फोटो खिच्नुपर्छ भने अनि पालो गरे। अब कोही गइदियो हुनुहुन्थ्यो, अब यस्तो रुल्स ब्रेक गरेर उभिएर ओरेर है पछाडिको मान्छेलाई पनि डिस्टर्ब हुने गरेर गर्नुभएको थियो होइन। तर मेरो विचारमा चाहिँ अलिकति हामी मात्र होइन कि पछाडि अरू सराउन्डिङमा मान्छेहरूले के गरिरहेछ भनेर नि बुझेर नि गर्नुपर्छ जस्तो लाग्छ। मैले त्यो सिकेँ त्यहाँबाट होइन। अब सबैजना हेरेर इन्जोय गरिरहेको थियो। हेर्नु होला है, हेर्नु मैले बनाउँदा है, अनि मेरो ब्याट्रीसँग जाँदाखेरि पनि यस्तो भिड थियो। त्यो भिडियो नि मसँग बनाउनु मन थियो, अनि मेरो सरको मोबाइलमा चाहिँ क्या त्यो मैले लिनै पाएन। फेरि आज हाल्ने भोलि हाल्ने भन्दै भिडियो ढिलो हुन्छ कि, अनि त्यो भएर मन चाहिँ अनि आज लङै होस् जेसुकै होस् एज अ मेमोरी होइन। म मेरो युट्युबमा बसिरहन्छ, भोलिको मेरो अब फ्यामिली फ्रेन्ड सर्कल बच्चाहरू कसैले हेऱ्यो भने त्यतिखेर मैले नि यस्तो बनारहेछ है भन्ने हुन्छ कि। मेरो हस्बेन्ड चाहिँ यस्तो एक्सपिरियन्स कसले गर्छ ल हेर, यसरी बसेर हेऱ्यो पछाडिबाट टक्क अलिक अँध्यारो भइसक्यो, कालो भयो। यहाँ आइरहेछ खाम्पाइ भइरहेछ है, खाम्पाइ भइरहेछ। यहाँ भयो अब हामी चाहिँ इट वाज माई फर्स्ट एक्सपिरियन्स एन्ड इट वाज भेरी असम है। साउन्ड है So directly आँखाले चाहिँ साउन्ड फिल गर्न चाहिँ इट्स वाज माई फर्स्ट टाइम।
यसरी बसेर हेर्दै यसरी सुतेर बस्दै खुट्टा हाल्दै जेरो 0.5 ठिक छैन मेरो चाहिँ गइरहेको यहाँ छ हामी फेरि मैले खिच्ने बेला चाहिँ आएन हो सब वरपरहरू सुतेर बसिरहेको छ हामी चाहिँ यहाँ छौँ है सुरु हुँदै गर्छ अब बिस्तारै एन्डिङ टाइम आउँदैछ होइन 1 घन्टा जति टाइम दिएँ यतिखेर मान्छेहरू हेरेर फर्किँदै गरेकोहरू पनि थियो भिड हुन्छ नि त जाने बेला स्टेसन अनि पार्किङ एरिया पनि सबै के अरे गाडीहरू पनि हुन नि त त्यही भएर क्या मान्छेहरू फर्किँदै गर्नेहरू पनि भइरहेको थियो अनि सबैजनाले अनि चाहिँ हाम्रो बच्चाहरूसँग जापानिज बोल्दा चाहिँ हाम्रो चाहिँ उहाँको के अरे साथीको 2टा बाबुहरू हुन्छ क्या कस्तो एक्सेन्ट निहोङ्गो यस्तो जापानिज एक्सेन्ट कस्तो जापानिजहरू जसरी बोल्छ कि उनीहरू सानदेखि यहीँ हुर्केको भएर क्या उनीहरूसँग बोल्दा नि रमाइलो लाग्छ क्या सबजना जाने अनि अब बेलुका पनि गाडी गुड्दैन नि त हिँडेरै जाने है गर्मी रमाइलो अनि फोहोरहरू जम्मासम्म गऱ्यो राख्ने डिस्पोज गर्ने ठाउँ पनि थियो राम्रै थियो टाइम मिलाएर सबैजना भिड नगरिकन यत्रो लाखौँ मान्छे थियो कि कसरी म्यानेज गर्छ कि है एकदम जापानलाई चाहिँ एकदम मान्नुपर्छ कि होइन यस्तो म्यानेज गर्ने नो झगडा नथिङ के सबै ठाउँमा टक राख्यो सबजना मनायो हिँड्यो एकदम म्यानर भएको है एकदम म्यानेज यति लाखौँ मान्छे पैसा तिरेर बस्ने ठाउँ छुट्टै हामी पैसा नतिरेर बस्ने फ्री ठाउँ छुट्टै अल ब्यालेन्स अल फियर्स एकदम दामी भएको थियो भिडियो चाहिँ धेरै लामो छ कि हेर्दै वाक्क लाग्छ तर मैले जति देखेँ जति एक्सप्लेन गरेँ त्यति हालिदिएको छु है मेरो अरू आधा भिडियो हेर्ने भने टिकटकमा पनि छ फेसबुक इन्स्टामा पनि छ यो चाहिँ मेरो युट्युबको लागि हो है अब लास्टको आउँदैछ है लास्ट हेर्नु अब लास्टहरू आउँदैछ है धेरै लामो भएको छ तर म त सबै हालिदिन्छु कि के हुन पर्सि हामी होस् नहोस् पिम्ला जिम्बा भनेर सर्च गरेर हेर्दाखेरि यस्तो रहेछ यतिखेर यस्तो कुरा गरेको थियो भनेर एउटा के भन्छ नि डाटा फ्रिज अप गर्ने होइन त्यस्तो पनि हुन्छ नि त यो बेला चाहिँ यस्तो भएर रहेछ भनेर एज अ मेमोरी के यो चाहिँ हो यस्तो पनि भएको थियो यस्तो पनि बनाउँदै भन्नुहुन्छ नि त एज अ मेमोरी कलेक्सन होइन मलाई फेमस यस्तो होइन कि सानो गरेर राख्दाखेरि भोलिको दिन सर्च गरेर हेर्दाखेरि यस्तो पनि दिन यस्तो गरेर रहेछ भन्नेको लागि हो किनभने एज भइसक्यो नि त हामीले समयमा यस्तो कुरा नगर्दाखेरि यस्तो इम्पोर्टेन्ट चिजहरू इम्पोर्टेन्ट इभेन्टहरूलाई हामीले यस्तो लाग्छ नि अहिले त हेर्दाखेरि कल फिल्म हेरेर जस्तो हुन्छ नि त यसरी पोस्ट गरेर राख्दै यस्तो भन्नुहुन्छ भएर अब हामी चाहिँ अनुहार देख्दैन अँधेर झपक्क भइसकेको छ अब हामी सबैजना यहाँ छौँ हामी अझै यहाँ छौँ मेरो सर पनि यहीँ लाग्छ युनिभर्समै गएको जस्तो फिल हुन त
माथि हेर के चिन्न आयो यो कास्मिक क्यान गराएर साउन्ड युनिभर्समा गयो Otra vez, wow! घरमा फल हो कि वाटरफल जस्तै कस्तो असर पर्छ यो त नजिकै छ यो त अनि उति पर हेर न मिला यहीँबाट त उठाएर चाहिँ पानीबाट गौबाट के पोखरीबाट उठाएर हेर्दै हेर न हेर यता हो यता ल यता हेर अब यहाँ हेर ल यहाँ हेर ल यहाँ हो यता हेर आउँदैन तिमी ओ यहाँ अब अन्तिम एकचोटि हान्छ टक्क सकिन्छ है पड्क्यो ठुलो बिस्तारै उठ्यो हुन्छ है यति चाहिँ फाइनल थियो अनि फाइनल भइसकेपछि मेरो चाहिँ ब्याट्री डाउन भइसकेको थियो अनि फर्केर साथीहरू घरमा हिँडेर जानुपर्ने मेरो 1 घन्टा जति थाकेर हत्तो भइरहेको थियो अनि गाडी त्यहीँ पार्क गरेको थियो अनि एकछिन 1 घन्टा जति बसेर होइन र त्यति राति भयो भने पराठा सराठा के बनाउनु भयो दिनुभयो सबैजनालाई अनि खाएर हामी पनि अनि गाडी लिएर हिँड्यौँ अरू बेला जस्तै 45 घन्टा जति लाग्छ अनि राति चाहिँ त्यति साह्रो जाम हुँदैन नि त्यही भएर चाहिँ आधा घन्टा जतिमै घर पुग्यौँ नुहाइधुवाइ गऱ्यौँ यताउता सुत्ने बेला त हामी 4 बजे बिहानको है एकदम रमाइलो भयो
कहिलेकाहीँ समय लिएर जानुपर्छ जस्तो लाग्छ। सरलाई पनि धेरै धेरै धन्यवाद, ड्राइभिङ गरिदिनु भयो, मलाई साथ दिनुभयो भनौँ न। अब श्रीजीलाई धेरै धेरै धन्यवाद। मेरो हस्बेन्डलाई पनि श्रीजी कृपा भइरहोस् अनि हामी चाहिँ घर फर्क्यौँ यसरी है। भिडियो के भएको होला मेरो, के भएको होला यो भिडियो चाहिँ। जोड्नु ल, जोडी बनाउनु। त्यसरी गीत सुन्दै नाच्दै ओर्दै गयौँ है घर यसरी। ल यसरी हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। राधे राधे।